सेवारो अनि नमस्ते। यहाँहरू सबैजनालाई तिहारको धेरै धेरै शुभकामना। ह्याप्पी दिवाली। यो पालिको तिहार स्पेशल भनेर नि मैले चाहिँ एकदमै सजिलो कम्ती समयमा बनिने कम्ती सामग्री लिएर बन्ने मिठाई रसबरी चाहिँ घरमै बनाउँदैछु। अनि यहाँलाई यो मेरो सजिलो रेसिपी पनि सेयर गर्दैछु। सबैभन्दा पहिला चाहिँ मैले 1 कप चिनीमा 2 कप पानी राखेर एउटा चास्नी तयार गर्दैछु। हजुर, अनि यसलाई चाहिँ यो सबै चिनी बिलिसकेपछि चाहिँ यो चिनीलाई यो चिनी पानीलाई अथवा चास्नीलाई चाहिँ म साइडमा राखिदिन्छु। अब एउटा फराकिलो कराईमा मैले यहाँनिर 2 लिटर चाहिँ दुधलाई पकाउँदैछु। अब यो दुध चाहिँ यो होल मिल्क अथवा चाहिँ फ्याट नजिकेको दुध भए राम्रो हुने हो। तर मैले चाहिँ यहाँनिर होल मिल्क पाइनँ, त्यही भएर यो स्किम गरेको अथवा यसको फ्याट चाहिँ निकालेको दुधलाई लिएँ। तर यो रसबरी बनाउँदाखेरि चाहिँ होल मिल्क भयो भने राम्रो हुन्छ। मैले चाहिँ डेरीमा जे थियो त्यहीलाई लिएर आएँ। अनि यसलाई चाहिँ बिस्तारो मिडियम हिटमा बिस्तारै यो पकाउँदैछु दुधलाई। अनि यसरी केही बेर मजाले भकभक यो दुध उम्लिसकेपछि चाहिँ नि यसलाई चाहिँ हिटलाई अफ गरेर राखिदिन्छु। अब यो 5 मिनटसम्म चाहिँ यो उम्लेको दुधलाई सेलाउन दिएपछि यसमा चाहिँ हेर्नुहोस् त यो चाहिँ भिनेगर हो। अब यो भिनेगर राखेर मैले चाहिँ यहाँ दुधलाई फटाउँदैछु। तपाईहरुले कागती पनि राख्नु सक्नुहुन्छ। एउटा कागतीलाई रसलाई निचरेर यसरी चाहिँ दुधमा राख्नुपर्ने हुन्छ। यसरी यो भिनेगर अथवा कागती राखेर दुधलाई चाहिँ फटाउँदाखेरि दुध एकदमै उम्लेको हुनु हुँदैन। केही यसको टेम्परेचर चाहिँ अलिकति घटेको हुनुपर्छ। त्यस्तो भएको खण्डमा चाहिँ यो मजाले फाटिन्छ। अनि यसलाई चाहिँ बिस्तारो यो भिनेगर राखिसकेपछि यसलाई चाहिँ बिस्तारो चलाएर यो मिक्स गर्दै जानुपर्ने हुन्छ। अनि यो हेर्नुहोस् त कस्तो राम्रोसँगले यो दुधहरू फाटेर अब यसको क्लटिङ हुन थाल्यो। यसलाई चाहिँ छेना भन्छ क्यारे। अब यसरी हेर्नुहोस् दुध र पानी चाहिँ एक-एकतिर छुटिँदैछ। अब यसलाई म एउटा यो पानी स्ट्रेनरमा यो कपडा राखेर मलमलको कपडा राखेर अनि यसलाई चाहिँ पानी यसरी दुध र पानी हामीले पनिर बनाएको जसो गरेर निकाल्दैछु। यो रसबरी बनाउने रेसिपी नि एकदमै सिम्पल छ। सबैभन्दा सिम्पल रेसिपी अनि सबैभन्दा गाह्रो काम भनेको चाहिँ यति हो। यो दुधलाई फटाएर यो पानीमा चाहिँ स्ट्रेन गर्नुपर्ने हुन्छ पनिर बनाएको जस्तै। अब यसलाई छानेर एकपल्ट चाहिँ अघि हामीले भिनेगर राखेको हुनाले यो अमिलो हुन सक्छ। अनि एकपल्ट मजाले पखालेर अनि यो कपडामा हेर्नुहोस् त यसरी फेरि डल्लो पारेर मजाले पानीलाई चाहिँ निचरेर यसलाई 15-20 मिनटसम्म चाहिँ म यसरी मजाले बटारेर झुन्डाएर राख्छु ताकि यसभित्रको पानीहरू सबै तल निस्केर जाओस्। पन्ध्र 20 मिनट भइसक्यो। अब यो अघिको यो कपडाबाट यसरी मैले यो दुधको छेनालाई चाहिँ निकाल्दैछु। यसमा भएको पानी सबै स्ट्रेन भएर यो एकदम सुक्खा भएको छ। अब यसलाई चाहिँ नि हातले यसरी मिची गरेर मजाले एउटा डो तयार गर्नुपर्ने हुन्छ। अनि यसलाई चाहिँ जति मसिनो गरी यसलाई मिच्यो त्यति चाहिँ यो स्पन्जी भएर राम्रो चाहिँ रसबरी बन्छ। मैले चाहिँ यो छेनामा थोरै यो मैदालाई पनि एड गरेँ। यसले चाहिँ यो रसबरीलाई अलिकति स्पन्जी बनाउँछ। अनि यसलाई मिची गरेर यसरी एउटा डो तयार गरेँ। हेर्नुहोस् त अब यो सबै यो डो चाहिँ यसरी टाँसिन्छ। अब यसलाई हेर्नुहोस् त यो यतिको भयो। अब यो यतिको भइसकेपछि चाहिँ यसलाई आफूले चाहेको सेपमा यसरी सानो सानो पोर्सनमा छुट्याएर डिभाइड गर्ने। अनि यसलाई चाहिँ अब म यसरी मजाले रोल गरेर एउटा रसबरीको अथवा डल्लो
सेप बनाउँदैछु। अब तपाईहरूले यो सेप लाम्चो पनि बनाउन सक्नुहुन्छ अथवा सानो ठुलो आफ्नो इच्छा अनुसार राख्न सक्नुहुन्छ। अब म यो रसबरीको सबै डल्लोहरू बनाइसकेपछि चाहिँ नि एउटा प्यानमा फेरि 1 कप चिनी अनि 4 कप चाहिँ पानी राखेर एउटा चास्नी बनाउँदैछु। अनि यो चाहिँ अलिकति खस्रो गरेर कुटेको सुकमेल हो। यो चाहिँ अप्सनल हो, तपाईहरूले यसलाई नराख्नु पनि सक्नुहुन्छ, तर यो राख्नुभयो भने यसले राम्रो फ्लेभर दिन्छ। अब यो चास्नी चाहिँ उम्लिसकेपछि चाहिँ अघि हामीले बनाएर राखेको यो रसबरीको डल्लो अथवा चाहिँ लड्डुलाई यसमा राखिदिने अनि यसलाई ढाकेर 10 मिनेटसम्म चाहिँ पकाउनु पर्ने हुन्छ। अब म यहाँनिर एउटा 1 चम्चा जति मैदा चाहिँ फेरि पानीमा गोलेर राखेर फेरि यसलाई उमाल्छु। यस्तो गर्यो भने चाहिँ यो रसबरीको कलर चाहिँ एकदमै राम्रो सेतो बन्छ। अब यो रसबरी चाहिँ फुलेर माथि आएपछि यो अलमोस्ट रेडी हुन्छ। अब उम्लिँदै गरेको रसबरीलाई चाहिँ एउटा बलमा राख्छु अनि हेर्नुहोस् त यो चिसो चास्नी जुन चाहिँ मैले सुरुमा बनाएको थिएँ यसलाई चाहिँ माथिबाट एड गर्छु। अब यो रसबरीमा यसरी चास्नी राख्न थालिसकेपछि यो रसबरीको डल्लोहरू चाहिँ माथि भिजेर ठुलो डबल भएर आउँदैछ। यो चाहिँ यसको साइज चाहिँ इन्क्रिज हुन्छ ल। अनि चाहिँ यो रसबरी अलमोस्ट खानलाई रेडी भयो। अब यो रसबरीलाई फ्रिजमा राखेर खान सक्नुहुन्छ अथवा चाहिँ यतिकै तातो तातो पनि खान सक्नुहुन्छ। हवस् त, यहाँलाई यो रेसिपी कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक गर्नु नभुल्नु होला अनि यो रसबरी अबदेखि घरमै बनाएर खाने ट्राई गर्नु होला। सेवारो अनि ह्याप्पी तिहार।